प्रायोजक गोर्खाली पाउरोटी उद्योग पोथ्री संसारी मोरङ तितो पिरो दुई पैसाको ढङ्ग छैन सबैमै हुँ भन्छन् सबैमै हुँ भन्छन् दुई पैसाको ढङ्ग छैन सबैमै हुँ भन्छन् झगडाको बिउ रोप्छन् झाला झेला गर्छन् ठगी खाने भए सबै दया माया जिरो जिरो छैन कुनै खाली भयो हिरो व्यवहार कति तितो बोली झन पिरो तितो पिरो तितो पिरो तितो पिरो तितो पिरो तितो पिरो तितो पिरो शहर सानो कुरा ठुला पिरो हाम्रो चालै अचम्मका तितो कुरा मिठो हाँसो जीवन यही रमाइला किस्सा कसले फोन गर्यो फेरि अरे हेलो हेलो मेरो लागि एउटा काम गरिदिनु न हाय हाय के काम हो भन न भन्न मिल्दैन क्या सस्पेन्ड हो भोलि नि गुराँसे डाँडामा भेटौँ न हामी ल हुन त हुन्छ कि तर तिमीलाई थाहा छँदैछ त यो बुद्धले बिहान भ्याउँदैन भनेर बिहान त अब गाईलाई घाँस बनाऊ खोले बनाऊ दुध लिन आउँछन् दुध पनि दिनै पर्यो तिमी यी बस म इडालाई ठिक पार्छु कितना कमाते हो गाय पाल के पैसे तो बहुत कमाते होंगे मैं तो सिर्फ काम करता हूँ पैसा वैसा तो सब खल्ती में रखते हैं साउनी यसले चिन्यो भने त बर्बादै हुन्छ यसलाई के भनेर बुझाउने होला मेरे गोदाम पर घुसकर मुझे बांध कर मेरे हीरे ले जाने वाले तुम लोग ही हो ना हाँ? आज बुढी फायर से घरमा पुग्यो भने त भाउनै पड्किन्न छैन भाइ फगाउनु पर्छ फेरि आज पनि फायर भएर ढोका लागेर सुतिसक्यो यहीँ बसेर बोलाउनु ए बुढी ढोका खोल्न छिटो आउँछ हाम्रो मिटिङ गर्नु वार्ता आउनु बाहिर कस्तो हो म माफी माग्छु बुढी मलाई गल्ती भयो सरी तिम्रो टाउको भन न यस्तो जडिया बुढो हुनुभन्दा त अपाङ्ग बुढो भएको भए म मज्जाले पाल्थे ठिक छ नि त त्यसो भए म तिम्रो लागि अपाङ्गै भइदिन्छु ए बुढी म अपाङ्ग भए मलाई सहयोग गर मेरो त हात पनि चल्दैन खुट्टा पनि चल्दैन मलाई 2 रुपियाँ देऊ न बुढी 2 रुपियाँ देऊ न प्लिज भएन कजरिया अघि त पुरा भन्दै थिस् त भट्नेवालीलाई तिमी मेरो मुटु परान भनेर अझ तिमीले चियाबारीमा डेटिङ बसेका हैन पास के बुढी छोड्देऊ न बितेको कुरालाई पनि सम्झेर तर मेरो बसेर हुन्छ तिमीले मलाई भात पर्खेर बसिरहेको भने म बुलाची ल अबसम्म कस्तो खत्तम छु भने म तिमीलाई भात त ला तिमीलाई भात हैन ला दिनु पर्छ आज त के तिम्रो र मेरो सम्बन्ध छुट्यो तिमी जाऊ म तिमीलाई दिवस दिन्छु के गर्नु हो कस्तो दिवस दियो मलाई म भोलिदेखि कसम खान्न कि माखसम खान्न कि ढोका खोला न यार ठिक छ म एकता सुत्छु यता पनि लक्ष्य
ठिक छ म भट्टी घन्टी पनि पुरानो भइसकेको छ कि क्या हो? ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। यति भइसकेपछि त भगवान् पनि खुसी। खोइ त्यो त आउँदैन त। यही कुर्ने भनेको थिएँ, यही कुरेर बस्नु। कत्रो टाइम लाग्यो क्या तेरिका गाई बस्तु भोगाइसक्यो होला। गाई बस्तुमा डुवा भएर भोकाले कराउने बेला भइसक्यो। फेरि को आयो फेरि? ओहो पक्कै आरी नै हो। ओ फेरि आरी भन्दा रिसौली पक्कै आरो नै हो। खोइ छोडा 100% तिमी नै हो क्या? छोडा म चिन्दैन होला तिमीलाई। छोडा तेरिका हेर न फेरि छत्ती छोडा बङ्गाएर देखाएर काम छैन तेरो। अनि भन् न त तँ कसरी आइस क्या? अब बाटो आएको नि तँलाई खोज्दै अब यहाँ दुईजना बसेर गीत गाउनु पर्छ, भजन गाउनु पर्छ, ओम नमः शिवाय भन्नुपर्छ होइन? दुईजना रमाइलो गर्नुपर्छ। लु बस। ए भगवान् यसले के भन्छ यसलाई त म के गरौँ यार? के गरौँ म यसलाई? त यसलाई नसक्ने भएँ। कहाँ गयो यार? ओहो फेरि 500 को नोट निस्किन्छ। ए त तैँले बोक्न सक्दैनस्। ला यो 50 रुपियाँ यो लिएर गयो। यहाँ चाहिँ बस्दैनस् तेरि ल यहाँबाट ल तुरन्त बाटो लागिहाल्छ। है म धन्यवाद। कस्तो बेलामा आइपुग्छ भने त्यतिकै यसलाई त म गलत टाइममा आउँदाखेरि पनि फाइदै हुँदो रहेछ। ठिकै छ म जग्गा बुझे म पनि म जग्गामा सरी ल मैले तिमीलाई 10 मिनेट लेट पुऱ्याएँ। तिमीलाई 10 मिनेट मात्रै किन? तिमीलाई त म जीवनभर पनि कुर्न तयार छु। ए हो र? के गर्न सक्छौ नि अनि मेरो लागि तिमी? म त तिम्रो लागि जे पनि गर्न सक्छु। तिमी भनेर मात्र हेर न। शहर सानो कुरा ठुला तिरो हाम्रो चालै अचम्मका तितो कुरा मिठो हाँसो जीवन यही रमाइला किस्सा। तितो पिरो हाँस्दै बस्ने हाम्रो सिरो लड्दै उठ्ने बोल्दै झर्को तर मनले चाहने तितो घर आकाशको जुन पनि टिपेर ल्याउँछ क्या। त्यो पुरानो डायलग नमार न क्या, मलाई केही पर्दैन। बरु त्यो पारी डाँडा भएको गुराँसको फुल टिपेर ल्याइदियो न, यति भए पुग्छ। हुन्छ भइहाल्छ नि। बरु रुक्सी कहाँ छ? कहाँ यहाँ हुनु नि, पारी डाँडामा छ। जाऊ न। पारी पो हो अन्त जाउँ त। ल जाऊ अब। कतिको लागि बोलाएको तिमीले? अनि के त? भने के त? हुन त हो राष्ट्रिय फुलको सम्मान गर्नुपर्छ। म त लास्टै व्यावहारिक पो भएँ त अब त।
अब पिउन पनि अलि कम गर। तितो पिरो ए सुन न, खाना रेडी गर न, मलाई अफिस जान लेट भइसक्यो। सक्दैन म। अरूको बुढाहरूले आफ्नो बुढीलाई कस्तो राम्रो राम्रो रेस्टुरेन्टमा लगेर खाना खुवाइरा हुन्छ। आफ्नो बुढा भने जहिलेको अफिसको अफिस। जान त जाने, राम्रो ठाउँ पनि त हुनु पर्यो नि जानलाई। तपाईलाई थाहा छैन उही पुरानो गौशालामा रहेको लाली गुराँस थकाली भान्साघर छँदैछ नि। ल अनि तिमीलाई पहिल्यै थाहा रहेछ त, रिसाउनु पर्छ त, भन्नु पर्दैन अघि नै। ल आउ जाऊ। लाली गुराँस सेकुवा एन्ड थकाली भान्साघर। यहाँका सेवाहरू बिरयानी, थकाली खाना सेट, मोमो, चाउमिन, छोइला, जिउँदो लोकल भाले र जिउँदो काली छानी छानी, सेकुवा किलोमा, पेय पदार्थ एमआरपीमा, साथै अफिसियली मिटिङहरूको लागि मिटिङ हलको व्यवस्था, बर्थडे वा पार्टीहरूको लागि उपयुक्त स्थान, 5000 देखि माथिको बिल भुक्तानीमा विशेष गिफ्ट ह्याम्परको व्यवस्था, पार्किङको राम्रो सुविधा रहेको। हाम्रो लोकेसन गौशाला प्रहरी बिटको अपोजिट 100 मिटर भित्र अथवा गौशाला चोकबाट पुरानो बानेश्वर तर्फ द्वारिका होटलको 50 मिटर भित्र। प्रोपाइटर राजमणि भट्टराई। फोन नम्बर 9808 13054 9808213050 हो। प्रायोजक गोर्खाली पाउरोटी उद्योग, पोथ्री संसारी मोरङ। तितो पिरो हुन्छ भइहाल्छ नि। अरू रुक्सी कहाँ छ? कहाँ हुनु नि, पारी डाँडामा छ, जाऊ न। पारीको हो अन्त जाउँ न। कस्तो गलिसक्यो, कहाँ हो? ए तेरिका अब आइगयो त। म यहाँ बस्दै गर्छु, तपाईँ मलाई गुराँस टुक्रै ल्याइदिनु न। ऊ पर त हो नि। ओहो माथि नै रहेछ नि त। ल म गएँ, मेरो नाम कुदे कुटुडुक कुदे। तिरो हाम्रो चालै अचम्मका, तितो कुरा मिठो हाँसो जीवन यही रमाइला किस्सा। तितो पिरो हाँस्दै बस्ने हाम्रो सिरो, लड्दै उठ्ने बोल्दै झर्को तर मनले चाहने तितो पिरो। पुग्दैन पैसा पुग्छ साथी, दिनभर हल्ला रातभर कथा। चढ्न चढ्यो, कहाँ छ त अब? यहाँ रहेछ ल। हाय हाय, मेरो नाम कुदे, अब यो गुराँस बोकेर कुटुटुक कुदे। हाय हाय, गुराँसको फुल। थ्याङ्क यू। अनि तपाईँलाई गुराँसको फुल टिपेर ल्याउँदा कस्तो लाग्यो त? गुराँसको चक्करले पनि झन्डै गएन। के भयो? के सोच्नु भएको? के होइन, एकदम आनन्द आयो। ल जाऊ अब। के लागि बोलाएको तिमीले? अनि के त? भने के त? हुन त हो, राष्ट्रिय फुलको सम्मान गर्नुपर्छ।
आफैले बाई हल्ला गर्नु फेरि गाईले फेरि ऊ कस्तो छ दुध ए चुप लाग मलाई बुझे मौकामा चौका हान्दिने हो यो लगेर लक्ष्मीसँग सारेर केही खाएपछि मजा आउँछ क्या दुध खाँदा कहिले कहिले लाग्छ लक्ष्मी खायो भने त अहिले कहिले लाग्छ नि छापा भने मासु म जान्छु भोलि पनि त आउनु पर्यो नि रक्सी खाने जोरजान त गर्नु परिहाल्यो नि बुढीले फेरि घरमा 1 रुपियाँ दिनु भागो थ्याङ्क यू भेरी गुड काउ अहिले बुझेले थाहा पनि मार्छ यो बाल्टी चाहिँ अहिले ल्याएर साटिदिन्छु हजुर पर चिया फ्याक्ट्रीमा मोमो अर्डर छ पुऱ्याएर आइज त खोइदिनु म गएको हेलो साउनी यता हेर्नु न के भयो लु एक प्याक ल्याउ त ट्याक्कसले अस्तिकै पैसा दिएको छैन फेरि के प्याक अनि यति दुध दिँदाखेरि कति आउँछ साउनी दुध लानु र अनि यो दुधमा पानी हालेको त छैन नि अब छैन गाईको भुँडीमा जस्तो थियो त्यस्तै सेम ल्याएको पख त्यसो भए अरे यत्रो धेरै दुधको यति थोरै रक्सी त्यसो भए तिम्रो दुध लिएर जाऊ अब जाऊ ल ल्याउनु न त्यसो भए म त्यही भए पनि खान्छु अब के चोरेर ल्याएको त होइन नि दुध होइन मलाई के तिमीलाई चोर जस्तो लागेको हो म त गाई पालेको छु म त लास्टै व्यापारिक पो भयो त अब पिउन पनि अलि कम गर साउनी पनि मायावासी छिन् भनेर मलाई अचम्म लाग्छ ताजुको लाग्छ भन्थ्यो एउटाले
अब सिधै छोडा भन्न सक्दिनँ किनभने अब मैले खाएर बिगाइदिइरहेको छु कम गरेर भने ठिक छ म गएको है न म भोलि पनि ल्याउँछु दुध किन गाईले दुध दिँदैन भन्छु नि म चाहिँ त्यसलाई पर्खी मैले कहाँ चोरेको झन् साथी एक्लै छ बिचरा गाह्रो हुन्छ बिहे पनि गरेको छैन भनेर मैले दुध दोइदिएर ल्याइदिँदा अड्दै थियो मलाई चोर तर हेर बुझिस् राम्रो काम गर्ने भलाइको जमाना नै होता है भन्थ्यो कति न दुध चोरेर जहिले नाच्दो रहेछ किन गाईले दुध दिए भनेको त तेरिके कहाँ थियो रङ्गमञ्च उठेपछि आयो बुढीले बुढालाई कुटेपछि आयो बुढी रेगिने भयो तर आज मलाई मन पर्छ भच्च भच्ची हेलो मास्टर साहब नमस्ते नमस्ते डु यु टक इंग्लिश भाइ तिमी होसमा छैनौ जस्तो छ अब म अलि बिजी छु अब भोलि तिमी फ्रेस भएर आऊ अनि अंग्रेजीमा टक गरौँला न है हेलो टीचर डोन्ट इग्नोर मी ओके टुडे आई फेस टु फेस टक यु मिलो मतो छैन कतै जता पनि फाटो मिलो मतो छैन कतै जता पनि फाटो बाठो जान्छ माथि माथि पछि पर्छ लाटो गरिबलाई गरी खान किन यति साह्रो साह्रो हाना हाना ताना ताना कति तेरो मेरो चिनी भयो कति तितो मान्छे झन पिरो तितो पिरो तितो पिरो तितो पिरो प्रायोजक गोर्खाली पाउरोटी उद्योग पोथ्री संसारी मोरा तितो पिरो तितो पिरो मेरे एक मुस्कान ही मेरे लिए घातक बन गए। मैं ये सही पाऊंगा या नहीं, लेकिन मैं वो प्लेयर हूँ सर, भले ही गेम ना आता हो, लेकिन मैं एक बार मैदान में पैर रख दिया ना खलबली मचा देंगे।
तुम जैसे 100 कुत्ते भी भोगे ना हमारा कुछ नहीं बिगाड़ सकते, क्योंकि हम शेर हैं जिसकी एक दहाड़ से पूरे जंगल में हलचल मचेगी। Tito Piro.